हामी चाहिँ यो अहिले चाहिँ यहाँ बाह्र पोखरी पुगेर फर्किँदैछौँ है। हामी चाहिँ यहाँ मम्मी उता छोरा उता कान्छी बहिनी उता माइली च्याङ्क्री च्याङ्क्री भइरहेको ड्राइभर चाहिँ गीत पनि कस्तो रमाइलो छ। बाटो चाहिँ अलिक अप्ठ्यारो भएर मात्र हो। घरैतिर पुग्छौँ हामी त होला। यस्तो बाटोमा रमाइलो गर्दै खाँदै खाजा खाँदै घुम्दै अनि हाम्रो चाहिँ माघे गर्दै यसरी नै बित्यो है। अब काठमाडौँतिर भएको भए त टुरिस्टतिर जान्थ्यो होला, यता खोटाङतिर भएको नै जो रमाइलो भयो हाम्रो यात्रा। यो मैले भने यसरी नै घुम्न पाउँदै जानु भन्दै डर लाग्छ बाटो देखेर। अनि बाह्र पोखरीको ठ्याक्कै यतापट्टि अनि हाम्रो यता खोटाङको एनटिसीको टावर माथि रहेछ गाइड। यहाँको बाटो चाहिँ एकदम राम्रो रहेछ गाइड। हेर्नुहोस् यहाँको बाटो चाहिँ कति राम्रो रहेछ। योको ठ्याक्कै ठाउँको नाम चाहिँ थाहा भएन। चालक चाहिँ अब हामी चाहिँ सिन्ताङको ठ्याक्कै मेन बल खेल्ने ठाउँनिर है। यस्तो रहेछ, पहिलाको भन्दा धेरै राम्रो विकसित यतिको रहेछ है। यस्तो रहेछ ग्राउन्ड, बाटो यस्तो छ यतिको गाडीमा चाहिँ त्यही भएर देखिँदैन। बाटोमा हिँडिरहेको छु मैले। अब चाहिँ यो बाटो हुँदै स्कुल धर्तुङले स्कुल हुँदै सिस्नेरी हुँदै सुन्तले पुग्छौँ है त। ती पालिका वा पालिका यस्तो छ है। अब त्यहाँ पस्न ढिलो हुन्छ। पालिका भवन जे पहिलाभन्दा अहिले धेरै विकसित भइरहेको रहेछ। पहिला अलिक तल थियो, अलिकति बढाएर माथिसम्म पुऱ्याइसक्नु भयो। बाटो यस्तो छ, त्यही भएर बोल्न गाह्रो भइरहेछ। पालिका भवन त्यो कुरा गर्न सक्छौँ न, बाटो पनि धेरै छ नि त। त्यही भएर भिडियो बनायो भने त अब 3-4 घन्टै लाग्छ, मेमोरीमा अट्दैन। त्यही भएर सर्टकट भिडियो बनाउँदै हिँडिरहेको छु म चाहिँ। एउटा हातले यहाँ पक्नु परेछ, एउटा हातले भिडियो बनाउनु। सबै खाली थियो, अहिले चाहिँ घरहरू भइसकेको छ। म पहिला योभन्दा धेरै वर्ष अगाडि आउँदाखेरि पुरै खाली थियो। यहाँ चाहिँ पुरै घरहरू भइसकेको चोरी पनि यतापट्टि खुलेर हामी चाहिँ धर्तुङबाट कटेर पनि धर्तुङको स्कुलमा आइपुगेको छौँ। हामी चाहिँ पहिला आउने बेलामा यही स्कुलमा एसएलसी दिइरहेको छौँ है त। हामी चाहिँ पहिला अहिले त धेरै विकसित भइसकेको रहेछ। पहिला हामीले एसएलसी दिनु बेलामा सानो है नजिक रहेछ। यसरी बाटो अप्ठ्यारो छ। अब गोरीखा त्यसपछि सिस्नेरी हुँदै सुन्तले बाटो आमा धर्तुङभन्दा अलिकति उकालो मात्र लास्ट चाहिँ बाटो अलिक बिग्रेको रहेछ। आइपुग्नु है त अब गोरुखाको ठ्याक्क मेन चोक यस्तो बनाएको रहेछ। वा कति राम्रो गोरुखाको मेन चोकमा यस्तो रहेछ है त। भारी थियो, अहिले सबै घरहरू बनेर यस्तो भइसकेको रहेछ। जाउँ अब चाहिँ पर मात्र छ। अब हामी घर पुग्नलाई
चलेको स्कुल ल म सानैदेखि बच्चादेखि पढेको स्कुल यस्तो बनाइसकेको थियो अहिले चाहिँ हेर्नु त हामी त सानो यत्रो झुक्रो थियो पहिला पहिला पढ्ने बेलामा अहिले त यस्तो भइसकेको रहेछ यति धेरै परिवर्तन भएर यस्तो छ यही हो हामी पहिला पढ्ने चाहिँ यही थियो स्कुल अहिलेको चाहिँ यता ठुलो भवन उता यसरी यस्तो भइसक्यो रहेछ पनि यही हो माया पनि हुँदैछ यता घर यही हो मेरो घर यो सुन्तला हाम्रो हो सबै हेर्नुहोस् त सबै अलिकति खेल्दो रहेछ अब ठक्क हामी चढ्छौँ यही हो हाम्रो घर चाहिँ घरैनिर सुन्तलाको बोट छ हामी झरौँ त्यहाँबाट झरेर टक्क यहाँ छ है हाम्रो सुन्तलाहरू भोलि पर्सि काठमाडौँ लाने सुन्तलाहरू हेर्नु त गाइस यहाँ अलिकति नदेखिँदो रहेछ घामले गर्दा अनि यो सबै हाम्रो सागसब्जीहरू हो है सागसब्जी यो सुन्तलाको बोट सबै अनि त्यसपछि त्यहाँहरू त्यहाँ आलु तोरी अनि हाम्रो गोठो त्यसपछिबाट त्यहाँ अलैँचीहरू पनि छ प्याजहरू धनियाँहरू प्रशस्त हाम्रो बुवाले लगाउनु भएको है अनि यति धेरै राम्रो छ कि त्यसपछि यो हामी चाहिँ अटोमा झरेर सबैजना अटोमा झरेर घर आइपुग्यौँ घरै हो हाम्रो टक्क बाटोमा पर्छ त्यहाँ पनि सुन्तला छ अलिकति टक्क यो बाटो यस्तो छ हाम्रो घरहरू माथि चाहिँ अङ्कल घर हो हाम्रो घर यो हो देखियो बेबी हामी कहाँ आइपुग्यौँ हामी कहाँ आइपुग्यौँ बेबी चाहिँ बाटो लाग्यो यता घरतिर बाटो लाग्यो